हाई वेलकम टु मेरो युट्युब च्यानल। मेरो नाम चाहिँ सजना हो र म चाहिँ जापानबाट सधैँको लागि आफ्नो देश फर्केर आएको मान्छेमा पर्छु। आई थिङ्क युट्युब भिडियोको स्टार्टमा के बोल्ने होला भनेर लाइक हुन्छ नि थाहा नै हुँदैन प्रायःलाई। सो मलाई पनि थाहा छैन, आइएम फिलिङ भेरी अकवर्ड हुन्छ नि कसरी चाहिँ भिडियो स्टार्ट गर्ने होला भनेर। या बाई द वे आइ एम स्टार्टिङ टु भ्लग आजबाट। मैले एकदमै लामो टाइमदेखि भ्लग गर्छु भनेर प्लान चाहिँ गरिरहेको थिएँ, तर यहाँ आएपछि पनि हुन्छ नि कन्टिन्यू गर्न चाहिँ पाइरहेको थिएँ। कन्टिन्यू त के भन्नु, लाइक स्टार्ट गर्नै पाइरहेको थिएन मैले। अनि आजबाट चाहिँ आई एम फाइनली स्टार्टिङ टु भ्लग मेरो युट्युबमा। मेबी हुन्छ नि छोटो छोटो मिठो मिठो भिडियोजहरू। अनि किन चाहिँ भ्लग गर्न लागेको त अब के चाहिँ भयो त्यस्तो जस्तो लागेको भए चाहिँ म चाहिँ छिटै मुभ हुँदैछु। अनि हुन्छ नि आई थिङ्क द्याट वुड बी भेरी नाइस त्यो मुभिङ सिफ्टिङ प्रोसेस अनि त्यो सबै थोक सेटअपहरू गरेको वेयर डु आई गेट मेरो स्टाफ्स। अनि आई थिङ्क द्याट वुड बी अ भेरी गुड स्टार्ट टु हुन्छ नि स्टार्ट मेरो युट्युब लाइक बिगिनिङ फेजदेखि नै आई वान्ट टु सो एभ्रिथिङ हुन्छ नि, किनभने आई वान्ट टु बी अ लाइफस्टाइल ब्लगर राइट। नो फर कन्टेक्स्ट हामी चाहिँ हाम्रो घरमै सिफ्ट हुँदैछ, तर तल्लोको फ्लोरमा माई हस्बेन्ड एन्ड आई विल बी मुभिङ देयर। जस्तै भर्खर मात्र तलको फ्ल्याट खाली भएको छ। सो हुन्छ नि आजबाट चाहिँ वे गन गो सी कस्तो छ हालत, अनि वे गन गो एन्ड टक फर्निचरहरूसँग कसरी गर्ने के गर्ने भनेर। बाई द वे अहिलेको मेरो लिभिङ सिचुएसन इज भेरी भेरी मेसी। एउटा रुममा हाम्रो सबै सामान छ दुईजनाको। अनि हुन्छ नि लाइक मेरो पढ्ने सामान छ, मेरो जुत्ताहरू छ, मेरो लुगाहरू छ, मेरो ब्यागहरू छ, मेरो मेकअपको छ, स्किन केयर छ। अनि हुन्छ नि एकदमै अति नै मेसी छ। सो आई डोन्ट थिङ्क आई इभन वान्ट टु सो यु गाइज कस्तो रुम भनेर। अलिअलि यस्तो म हल्लिँदा हेरेर थाहा भइसक्यो होला कुन हालतमा बसिरहेको छु म भनेर। सो आज चाहिँ एकछिनमा हामी फर्निचरको दाइसँग कुरा गर्न जान लागेको। सो उहाँले नै हाम्रो चाहिँ मार्केटिङहरू पेन्टिङहरू सबै गर्छु भन्नुभएको छ। सो वे गन गो अनि डिस्कस मजाले आज, किनभने तल फ्लोरमा एकदमै काम गर्नुपर्ने देखिएको छ, लाइक अलिकति रेनोभेटै गर्नुपर्ने। एट द सेम टाइम आई डोन्ट वान्ट इट टु बी हुन्छ नि एकदमै एक्सपेन्सिभ रेनोभेसन, सिम्पल खालको रेनोभेसन गर्न चाहन्छु म। आई जस्ट वान्ट टु किप मेरो हुन्छ नि फ्ल्याट क्लासी या टाइमलेस त्यस्तो। एकछिनमा तपाईँहरूलाई खाली रुम देखाएर सुरु गर्छु म। सो अहिले चाहिँ वी आर एट आवर क्लोजेस्ट फर्निचर पसल। अनि यहाँको दाइ चाहिँ आउनु पारेन रहेछ। सो वी आर जस्ट वेटिङ फर हिम टु कम। अनि आएपछि चाहिँ आई डोन्ट नो मेबी वी आर गोइङ टु डिस्कस अर हामी घर गएर दाइलाई त्यहीँ बोलाउँछौँ घरमै, किनभने घर गएर नापेर फर्निचरहरू फिट गर्नुपर्ने हुन्छ नि त, लाइक मेजरमेन्ट्सहरू लिएर मार्केटिङको एभ्रिथिङ। सो या दाइलाई घर त लानु नै पर्छ, तर पनि वी डु वान्ट टु सिट अनि डिस्कस यहाँनिर एकछिन, त्यही भएर कुरेर बसेको। लेट मी गिभ यु अलिकति टुर अफ द पसल। पसल इज प्रिटी ह्युज हुन्छ नि, प्रिटी नाइस। मेबी आई विल टेक अ न्याप। अब पानी उगार्नु पनि आफै आउँछ सर सिस्टम बटनहरू हुन्छ यो बाबु हामी चलाइरहेको त्यही त उहाँहरूलाई थाहा छ। हाम्रो नेपालमा बल्ल आज उहाँले युज गरेँ कति पछाडि छ प्रविधिमा भन्ने कुरा। तर इन्टिरियर डेकोरेसनको लागि चाहिँ सिलिङ फल सिलिङ भयो भने अलिकति राम्रो देखिन्छ भन्ने मात्रै कुरा हो होइन। त्यसलाई पिङ्क र येलो पिङ्क चाहिँ कता कतै छ, तिमीहरूले हेरेर व्हाइट क्रिम घरको होइन अहिले म यहाँ हेरेँ ए रहेछ। गर्नको लागि खोल्न चाहिँ अफ व्हाइटमै खुल्छ। अब कन्टेन्ट क्रिएटर सुटहरू गर्दाखेरि पनि सुट गर्नलाई चाहिँ तिमी एउटामा त्यो गरेर अरूमा त त्यहाँ भएको घरको भात चलाए पनि हुन्छ त्यो गर्ने कि अथवा सबै ठाउँ सबै एउटै गर्ने बसेपछि अब राम्रैसँग बस्ने। एउटै कलर ऊ त्यो गर्ने कि सोचे घरमा जुन कलर छ नि त्यसमा व्हाइटको मात्रा चाहिँ बढाएर व्हाइट एड गरेर अनि घरमा भएको पेन्टलाई पनि बिग्रिहाल्छ नि। त्यो कलर गर्ने भने त्यो एउटा बेस आउँछ, त्यो बेसमा जस्तै उहाँलाई फाइट बनाउनु मिल्दैन कि। लाइक अनि सपोज पिङ्क छ होइन अहिले हामीसँग घरमा, त्यसैलाई अझ लाइट पिङ्क बनाउनु मिल्दैन। त्यो त मिल्यो हो त्यो गर्ने भने बेस छ त्यसलाई बढाउन मिल्यो, तर कलर ठ्याक्कै चेन्ज गर्न मिलेन। चेन्ज नगर्ने नभए यसो गर्ने कि येल्लो छ एउटा अनि एउटा पिङ्क छ होइन त, हो त्यसलाई चाहिँ हल्का पिङ्कको सेड आउने या हल्का येल्लोको सेड आउने, व्हाइटको मात्रा बढी अनि पिङ्क कि त येल्लो चाहिँ हो कि देखिने खालको त्यस्तो बनाइदिने कि। व्हाइट धेरै अनि पिङ्कको साइन आएको जस्तो, पिङ्कको टिन्ट आएको जस्तो त्यस्तो बनाउने कि। त्यो त क्याटलग हेर्दा पनि हुन्छ हामीले। त्यही घरको पेन्ट पनि युज हुन्छ नि त, भने जस्तो कलर नि पायो घरको भएको पेन्ट पनि युज पेन्ट गर्नु पर्यो सुरु त होला नि। अब पहिला डिप क्लिन गर्नु पर्यो, त्यसपछि डिप क्लिन गर्नु छ, ढुसी आएको त्यसको लागि औषधि नै हाल्नु पर्ने त्यो घर जोडिया छ पुटिन चाहिँ माथि गर्ने कि नगर्ने गर्नै पर्छ होला सायद पुटिनमा गर्दैन। That's a yikes wala situation is, oh my god. So this is going to be our living. It is pretty good huncha ni, spacious ठिकै नै छ के, not that bad. यसमा त उ त्यो जान्छ के जान्छ रे
स्कर्टिङ पार्केटिङकै काठ माथि आउँछ क्या छेक त्योमा त्यो हुन्छ अब गर्दै पनि तिम्रो होइन ऊ गर्दाखेरि फोटोसुट गर्दा त्यस्तो हुन्छ यता हुन्छ फरक पर्दैन भएर फरक पर्दैन अब किन गरिरहनु भनेर मात्र भने हो यहाँ चाहिँ पुटिङ गरे जस्तो है यहाँ चाहिँ पुटिङ गरेर छ नि त यो पनि ठिकै छ आई थिङ्क वेगन मेक दिस वान चाहिँ बेडरुम बनाउने सोचिरहेको छ अनि आई डोन्ट वान्ट एनिथिङ इन मेरो रुम लाइक बेड मात्रै होस् यो चाहिँ सुत्नको लागि मात्र होस् भन्ने हुन्छ नि कन्सेप्ट छ क्या मेरो चाहिँ आई डोन्ट लाइक दिस यो चाहिँ मलाई पटक्कै मन परेको थिएन सो आम गन आस्क यो चेन्ज गरेको चाहिँ कति जति पर्ने रहेछ भनेर अनि अल्सो आई डोन्ट लाइक द कलर यसमा भएको सो मेबी आई स्विच टु अफ वाइट अर समथिङ लाइक द्याट यसको लागि लाइक अहिले त ठाउँ इज व्याक के एकदमै फोर ओ माई गड हाम्रो पहिला बस्ने मान्छेहरूको चमत्कार मेरो अल्सो थिङ्किङ हुन्छ नि डिप क्लिन गर्नको लागि मान्छे बोलाउने कि भनेर सोसियल मिडियामा मैले एउटा कम्पनी भेटेको चाहिँ छु जसले डिप क्लिन गर्छ सो आम थिङ्किङ टु कन्ट्याक्ट देम लेट्स सी ओके दिस इज सम अदर डे आज चाहिँ हामी कार्नेस लिनको लागि जानु लाग्छ लाइक सेलेक्सनको लागि निस्किनु लागेको होइन बाई द वे आई हेभ नट सोन यु गाइज भित्र कस्तो भएको छ लाइक पुरिङ लगाएर चाहिँ सबै सिद्धियो आई सो यु गाइज एकछिनमा तर यहाँ अहिले चाहिँ हामी कार्नेस लिनु जानु लागेको अनि आई वाज लाइक लेट मी फिल्म दिस बोल बोल हो भने ए हाम्रो फर्स्ट भयो है आज हाम्रो बाबु चाहिँ आज फर्स्ट भएर लड्डु मिठाई खाएको छ हामीले आज कति दिन स्कुल बिदा कति लामो बिदा छुट्टी छ त लामो भयो नि त यत्रो दिन छुट्टी छ लेट्स गो वी वर नट एक्सपेक्टिङ होइन कार्निसिङको लाइक नट कार्निसिङ पुटिङको काम चाहिँ यति छिटो सिद्धिन्छ भनेर अनि 2 दिनमै सिद्धियो लाइक 2 देखि 3 दिनमा सिद्धियो अब मार्केटिङको काम पनि सुरु गर्ने बेला भयो नि हाल्यो कार्निसिङ सिद्धिने बित्तिकै तर फर्निचरको लागि चाहिँ 1 महिना लाग्छ भनेन के सो ओ माई गड हल्का बुट्टा भएर राख्ने भन्नु ए यो चाहिँ सादा भएन यो चाहिँ बुट्टावाला भयो सादा होइन बुट्टा छ यहाँ कमलको फुल हो यहाँभित्र छ राम्रो छ चलेको यो कमल फुल हाल्यो पहिला खुब चल्यो यो चाहिँ यो चाहिँ क्लासिक जस्तो सधैँ चल्ने खालको कमलको फुल गट फाइनलाइज कस्तो मन पर्यो ओके त्यसलाई मिल्ने नै आउने सक्छ ठ्याक्कै सेटै आउने हो यो चाहिँ हाल्न न तै ठाउँलाई यहाँभन्दा ठुलो चाहिँ हाल्नु होइन किनभने रुमलाई यत्रो यो चक्काको डिजाइन कस्तो रहेछ डिजाइन त अब एउटा यो भयो कस्तो शीतल है आज अहिले चाहिँ दिउँसो त गर्मी नै थियो ओके नेक्स्ट डेस्टिनेसन इज बत्ती पसल कहाँ बिचमा वाललाई साइडको वालमा एकचोटि अप्सन हेरौँ न है झुमर बैठकमा झुमर हाल्यो पैसा हाल्नु अहिले यो वाला त्यो त जहिले हाल्न मिलिहाल्छ नि झुमर त घर आइपुगेको होइन दाइहरू त रङ पसल जानुभएछ कि अनि आई टोल्ड स्पेसिफिकली कि म बिना चाहिँ रङको काम नगर्नु ल मलाई देखाएर मात्र रङको काम गर्नु भनेर सो यहाँ स्कुटी राखेर अब फेरि हामी रङ पसल जान्छौँ हिँड्दै हिँड्दै नजिकै छ अरे सो वर आम थिङ्किङ इज आम थिङ्किङ टु चेन्ज ढोकाको कलरहरू पनि के किनभने अरेन्ज येलो खालको ढोका छ अनि जुन कलर टोनमा म गइरहेको छु होइन अलिकति कुल खालको अलिकति न्युट्रल कुल खालको कलर टोनमा एकदमै नै वार्म खालको ढोका छ कि अनि त्यही माथि अरेन्ज येलो खालको छ सो आई डोन्ट वान्ट द्याट एकदमै क्ल्यास गर्नेवाला छ क्या म राख्नु कि भनेर सोचेको तर क्ल्यास एकदमै हुन्छ जस्तो लाग्यो मलाई सो आई डोन्ट वान्ट द्याट त्यही भएर maybe I'm going to change the color of the car. Let me show you the unfinished room apartment भने जस्तो I am really हुन्छ नि पुशिङ यसको कलर पनि फेर्ने भनेर इट्स नट लाइक आई डोन्ट वान्ट मलाई मन नपरेको छ होइन यसको कलर हाम्रो फर्निचरदेखि अनि सबै कलरहरू हुन्छ नि एकदमै क्ल्यास गर्छ भनेर चाहिँ आई थिङ्क आई वान्ट टु चेन्ज ढोकाको कलरहरू नाइस लगभग रेडी भइसक्यो किनभने हाम्रो पार्किङको कलर इज गोइङ टु बी लाइट खालको अलिक कुल टोनमा ब्राउन अनि ढोका इज येलो अरेन्ज खालको आई डोन्ट लाइक दिस के एकदमै नै क्ल्यास हुन्छ लाइक हल्का ब्यालेन्स भयो भने ठिकै हुन्थ्यो कि त
डार्क ब्राउन हाम्रो फर्निचरको जुन कलर हुन्छ त्यस्तो खालको ढोका भइदिएको भए पनि आई वुड बी फाइन होइन तर अलिक बढ्ने क्ल्यास हुन्छ लाइक अलरेडी फर्निचर एउटा कलरको भइरहन्छ अनि भुइँ एउटा कलरको भइरहन्छ अनि कुल टोन हल्का न्युट्रल टु कुल टोन हुन्छ नि त्यसमा सबै हुन्छ नि सोचेको सेटअपहरू सोफाको कलरहरू अनि त्यसपछि सबै कुल चलिरहेको बेलामा ढोका मात्र ड्याङ्ग टालेको जस्तो देख्छ कि एउटा वार्म एकदमै वार्म खालको कलरले सो आई थिङ्क आई डोन्ट वान्ट द्याट सो म चाहिँ एकदमै पुसै गरिरहेको छु अरूहरू चाहिँ मानिरहनु भएको छैन फेर्ने कि नफेर्ने भनेर म चाहिँ होइन फेर्नै पर्छ भनिरहेको छु यो वाला वाल अहिले पनि सुकेको छैन क्या सुकेपछि बल्ल यसमा पुटिङ लाउँछ यहाँ दाईहरूले हुन्छ नि वेटै गरिरहनु भएको छ कहिले सुक्छ र यसमा पुटिङ लाउने भनेर आई थिङ्क अब 1 हप्ता जस्तोमा चाहिँ यताउति कामहरू चाहिँ सिद्धिन्छ यहाँनिर